खवास हो नाम। अनि निहालजोतमा नक्सलबारी निहालजोत हो म बसेको। अनि मेरो बिमार थियो, घुँडा दुख्ने थियो, अनि यो गेस्ट्रिक थियो, अनि पेट पोल्थ्यो, फ्याटी लिभर थियो, अनि यो छाती पोल्थ्यो, दुख्थ्यो, टाउको दुख्थ्यो, अनि त्यो सास रोकिदिन्थ्यो मलाई। अनि अहिले चाहिँ मलाई अब त्यो जाती भयो, घोडाको पनि जाती भयो। उठ्न बस्न सक्दैन थिएँ म, हिँड्न सक्दैन थिएँ। अहिले त म जहीँ पुग्न पनि सक्छु, हिँड्छु। घुँडा दुख्न जाती भयो। अनि मैले पहिले अब कति दबाई गरेँ, दिल्ली पनि गएँ, देखाएँ। दिल्लीबाट पनि जाती भएन। त्यहाँबाट मणिपुर गएर हस्पिटलमा देखाएँ, त्यहाँ पनि ठिक भएन। नेपाल पनि गएँ, नेपालमा पनि मलाई ठिक भएन। अनि यहीँ सिलगढीमा पनि गएर देखाएँ, भएन। अनि सिलगढीमा जाँदा त अपरेसन गर्नुपर्छ पनि भन्यो। अनि अपरेसन गर्नुभन्दा चाहिँ बरु यत्तिकै हिँड्छु भनेर गरिनँ। अनि त्यत्तिकै अहिले मलाई 22 वर्ष भयो यो घुँडा दुख्नेले भेटेको चाहिँ। अनि अहिले अब यही पप्पु कुमार होइन, पप्पु कुमारको दबाईले चाहिँ मलाई ठिक भयो। अहिले जाती भयो, टाउको दुख्ने पनि जाती भयो, घुँडा दुख्ने पनि जाती भयो, पेट पोल्ने पनि जाती भयो, अनि यो छाती पोल्ने पनि जाती भयो, यो डर लाग्ने, यो काम छुट्ने ओर्ने सबै जाती भयो। अनि अहिले त मलाई अब तागत आए जस्तो लाग्छ। हिँड्न ओर्न पनि मलाई आँट आउँछ, काम गर्न ओर्न नि आँट आउँछ। अब के भन्नु। आन्टी तपाईँको प्राचीन हेल्थ केयरको दवा कति महिना खायो? 6 महिना। कति पल्ट खायो? 15 पल्ट खाएँ। 15 पल्ट कोर्स करो ना? तो पूरा नियम से खाओ नि आन्टी? नियममा खाएँ मैले। दबाई पनि टाइममा खाएँ। त्यहाँबाट क्रोस पुर्याउनु भनेको थियो, क्रोस पुर्याएँ। अनि योगा पनि गरेँ मैले बिहान बेलुकी। पहिला चाहिँ मैले बिहान बेलुकी नै गरेँ योगा। अहिले चाहिँ म खालि बिहान मात्रै गर्छु।